हेलो साथीहरु, गुड मर्निङ, नमस्ते। हजुरहरुलाई स्वागत छ हाम्रो कोबिना अफिसियल युट्युब च्यानलमा। आज चाहिँ हजुरहरुलाई म के देखाउन गइरहेको छु भन्दाखेरि यो चाहिँ मैले विदेशमा पालेको बिरालो हो हैन। उ सानो हुँदाखेरि मैले पालेको बिरालो है। उसलाई छोडेर आएको पनि लगभग 1 वर्ष भयो। तर उसको यादहरु भने मसँग पक्कै छ, मैले राखेको छु। आफूले माया गरेर पालेको जनावरहरुको यति माया हुँदो रहेछ है। छोडेर आउने बेलामा त धेरै गाह्रो भएको थियो है। यसरी मसँग खेल्थ्यो, यसरी बस्थ्यो मसँग, कति चकचक गर्थ्यो। तर साह्रै ज्ञानी बिरालो थियो है। के गर्नु, उसलाई नेपाल ल्याउने कोसिस पनि धेरै गरे मैले, तर ल्याउन सकेन। बाध्यतावश उसलाई ल्याउन सकेन र त्यही छोडेर आउनु पर्यो। तर आज पनि यो भिडियोहरु देख्छु म, यस्तो मेरो मन चसक्क हुन्छ है। कसले यसरी बिरालो कुनै जनावरहरु पाल्नु भएको छ अनि छोडेर आउनु भएको छ। मलाई त एकदमै नराम्रो लाग्यो छोडेर आउँदाखेरि। यसरी खेल्थ्यो है, खाली यसरी खेल्थ्यो, दिनभरि चकचक गरेर बस्थ्यो है। आफूले माया गरेर पाल्यो, लास्टमा छोडेर आउनु पर्यो। अब त ठुलो भइसक्यो यो बिरालो, तर अब आफूले पालेको जनावर सम्झना सधैँभरि आउँदो रहेछ। त्यसैले एउटा मेमोरीको लागि मैले भिडियो बनाएर राखेको छु। हजुरहरुलाई कस्तो लाग्छ भनिदिनु होला है। सबैजनाले जनावर त पाल्नु भएको होला, उनीहरुको माया कतिसम्म हुन्छ भन्ने कुराहरु हजुरहरुले बुझ्नु पनि भएको छ। यसरी बस्थ्यो है, कस्तो मजाले खेल्थ्यो। यस्तो राम्रो बिरालो थियो, यस्तो ज्ञानी बिरालो छ यो। तर पनि के गर्नु, उसलाई नेपाल ल्याउने त धेरै कोसिस गर्दै पनि सकिएन। उसलाई यो बल किनिदिएको थियौं हामीले हैन। यो बलसँग खेल्थ्यो, रुममै बस्थ्यो हामीसँग नै। ऊ सानो हुँदाखेरि ल्याएको, तर धेरै सानो हुँदाखेरिको भिडियोहरु चाहिँ मसँग छैन। तर यो अलिकति ठुलो भइसकेपछिको हो हैन। अनि यो भिडियोहरु मैले राखिरहेको थिएँ र आज सोचे कि एउटा भिडियो बनाएर अपलोड गरौँ न यसको भनेर मैले भिडियो बनाएको। एउटा मेमोरीको लागि पनि र एउटा सम्झनाको लागि पनि बनाएको हो। यसरी ज्ञानी भएर सुत्थ्यो है। यसरी रुममा सुत्थ्यो ज्ञानी भएर। अनि कस्तो अहिले म यो भिडियोसँग भोइस ओभर गरिरहेको छु, तर पनि मेरो मन यस्तो नरमाइलो लागिरहेछ। आफूले चाहेको सबै चिज आफ्नो हातमा हुँदैन भन्छन्, सायद त्यही भएर पनि होला। उसलाई हामीले यस्तो बस्ने खोर पनि किनिदिएको थियौं। ऊ खोरमा बस्थ्यो, यसरी एकछिन खेल्थ्यो। उसलाई यसरी खोरमा राख्यो भने चाहिँ कसरी बाहिर निस्किम भनेर ऊ निस्किन खोज्थ्यो के। अनि हामी खुल्लै छोडिदिन्थ्यौं। एकछिन बाहिर कुद्थ्यो, खेल्थ्यो, फेरि बस्थ्यो। र साह्रै ज्ञानी बिरालो थियो। अब के गर्नु, यस्तै हो। यो चाहिँ ऊ सानो हुँदाखेरिको सानो एउटा मसँग भिडियो क्लिप रहेछ हैन। त्यसलाई पनि जोडेर मैले यही राख्ने कोसिस गरेँ। ल साथीहरु, अब यति भन्दै म चाहिँ बिदा हुन चाहन्छु। फेरि अर्को भिडियोमा भेटौँला। हस् त, बाइ बाइ।